भनेर अरे हैन त्यस्तो पनि हुन्छ र हुन्छ नपुग्नेहरू हो चिक्नु गाउँघरमा हुन्छ के अहिले अहिले पो होटेलमा गएर चिक्छ मान्छेहरूले गाउँघरमा त अनि कहाँ यस्तो मान्छे हेर्छ कोही आयो कि भनेर माछिक्ने गाउँघरमा त होइन लाडु जङ्गलतिर पुग्दिन जाने हेरी अन्त के चिक्नु खोला मजा आउँछ खोप्चातिर छ्या जाने मजा आउँदैन यार होइन ओए पूजा यहाँ सुन न गाउँघरतिर त खोलाको कोप्चातिर जाने झाडीतिर जाने जङ्गलतिर जाने हो नि त खोलिन्छ हो हो अनि मैले पनि चिकेको छु नि बाख्राकोटमा ऊ बाहिरबाट ऊ पोल खोल्छ कि यसरी खोल्दै जान्छ अब बाख्राको आफ्नो गोडमा टिकेको बुढासँग रे कोदो बारीमा मकै बारीमा आफ्नो बुढासँग पहिला नि ओए जङ्गलमा कसैले चिकेको छ पत्करमा मैले चोरे के चोरे पड्ने गर्दा मैले कि त्यति चिकेको तर छैन ढाड दुखेर मैले त झऱ्यो छैन यार एकचोटि मैले है कोदो बारीमा सुनसान लागेर पत्कर होइन यहाँ सुन सुनसान थियो कुखुरा त्यो के अरे चराको आवाज मात्रै आउँथ्यो है सुनसान जङ्गलमा पत्कर त मनपर्छ सोल्टिनी मैले चिक्नै पाएन हो स्वारेक गर्छ यार लाडु छिल्ने चिक्दाखेरि बेलामा दाजु आयो क्या उही हो मेरो कि त दिदी लाडु पसाउने बेलामा दाजु आयो क्या म गएको चिक्नै हेर त पाएन लाडा पसाउने बेलामा दाइ आयो अरे त्यसको चिक्नै पाएन मुला अनि ढोकै नलाई बस्दा त अनि म गएको थिएँ कि बाख्रा काग्लाबारीमा घरमा हो कोदो बारीमा ए एकछिन न रियाक्टरको सुनौ रियाक्टर कता चाहिँ गएको भन्दै भन म त ओइ कोदो बारीमा गएको थिएँ क्या अन्त त्यो बुढाले पानी भर्नु जाउँ भनेको पँधेरामा अनि भोजपुरको त्यो माथि 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 होइन लेकमा जानुपर्ने पानी भर्नुपर्ने अनि रिम 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 पानी परिरहेको थियो अनि त्यस्तो पानीहरू छेउमा अनि अब त्यहाँनिर अब घरमा अब गर्नु पाएन अनि त्यहाँदेखि जङ्गलमा गएर क्या त्यस्तो चिसो ठाउँमा पनि लगेर उयो गऱ्यो यार चिसो ठाउँ चिसो न बुढाले चिसो छ क्या त्यो ठाउँ त त्यहाँ पनि अब छोड्नु यस्तो छोडेन हुन्छ यार कि गाउँघरमा अनि आफ्नो कोठा हुँदैन चुकुल हुँदैन होइन बाउआमा ऊ त्यस्तोमा सुतिरहेछ भने सासू ससुरा ऊ त्यो त्यस्तोमा सुतिरहेछ भने अनि भर्खरको बुहारीहरू उनीहरू यस्तोमा सुत्नुपर्छ होइन म त एकचोटि त्यो भागेर जाने दिनमा के मेरो त्यो सुरुमा म भागेर पहिला गएको थिएँ नि त जाने बेलामा सानै थियो पुच्चिनै थियो बुढा त माचिक्ने लाडै नझार्ने भनेर लाडो पुतीभित्रै हालेर राख्ने ल अब गर्लफ्रेन्ड बोयफ्रेन्ड स्कुलदेखि मन पराएर भागेर गएको हो नि त अनि एकदम माया गर्ने अनि ल भने होइन त्यसले त चिक्यो अनि पछि त लाडो भित्रै हालेर सुत्यो कि यसरी सुत्ने हामी नझार्ने हामी केही नगर्ने भने त्यसको घरमा फेरि कोठा थिएन के ऊ त्यस्तोमा बाउ आमा सुतेको थियो अब उज्यालो भयो माथिको उज्यालो भएछ ऊ त माथि मेरो माथि नाङ्गै सुतिरहेको छ यसले है बिचरा लाडो चाहिँ झरेछ क्या त्यो निदाएपछि लाडो झर्दो रहेछ कि पुतीबाट लाडु खस्दो रहेछ बिचरा पुक्लुक्क झरेको रहेछ लाडु माथिको नाङ्गे दुईजना बाउजी ससुराले गर्दै गर्छ किन गर्छ भने यसो हेरेको त यसोले बुढो पो आइरहन्छ आफै यस्तो हेरेको उज्यालो भइरहेको रहेछ भाइ उठु उठु भनेर अनि दुईजनै लुगा लगाएर फेरि भोलिपल्ट त मलाई त आमाले लिन आइहाल्यो लिन आएर फेरि खोसेर लगेर गइहाल्यो माछिने हाम्रो कहानी खत्तम त्यहाँ अनि पछि कहानी त्यो केटालाई कहानी भागेर गएको के हामी ए जात मिल्दैन भनेर फेरि बाउ आमाले खोसेर ल्यायो क्या मलाई अनि अहिलेको बुढा त दोस्रो बुढो हो त त्यस्तो पो हो कति लपरेको हाम्रो कस्तो राम्रो आमा 14 वर्षको भर्जिन फुटाएको पनि दोस्रो अरे त्यतिले त्यहाँ त्यति है मेरो फर्स्ट चिकाइ पनि त्यसैले गरेको तर त्यो स्याउला घारीमा चिकेको माछिने आम्मामा मलाई कति माया गरेर चिकेको दिदी लास्टै माया गर्थेँ कि त्यसको उमेर चाहिँ अलिक ठुलै थियो होइन त्यो 10 मा पढ्थ्यो अनि पुरै त्यो मलाई बिजाउँछ भनेर त्यो मेरो ढाडहरूमा बिजाउँछ भनेर स्याउला बाक्लो ओछ्याएको के स्याउला अनि पुरा किताबको झोलाको सिरानी होइन अनि फेरि अझै त्यही माथि सर्ट ओछ्याएर यति लास्ट माया गर्ने के मालै माल भयो होला नि मालै माल भयो होला त्यसको त्यतिखेर त सर्टहरू त त्यति माल नआउँदो रहेछ त्यो अलि सानै भएर हो कि के लाउँदो रहेछ टाइट फेरि पुत्ती होइन मेरो भर्खरको पुत्ती सानो पुत्ती अनि केटा ठिकै ठिकै अनि त्यसो यो होइन माया लास्टै गर्ने क्या माछिने लास्ट माया त्यस्तो मान्छे पूर्ण पनि पाउँदैन चिकेको छ रहेछ
हाँ? कन्डोबाट चिकेछ मेरो त ढाड दुखेर झन्डै मर्यो नै त्यति बेला त सिधै चिकेको डाइरेक्ट नेपाली पारामा कहाँ देखे कहाँ दे मैले चिकेछु कन्डोबाट तर गुने पेर निस्किँदो रहेछ हिँड्दै पछि कस्तो घिनलाग्ने कुरा गर्छ म निस्केको यसकै हो कि क्या हो त्यो भिडियो पठाएको मलाई होइन सुन्न हिँड्दा गु फुस्केला जस्तै हुँदो रहेछ कन्डोबाट हालेर त चिके भन्ने त हो त कन्डो ढिलाउँदा चाहिँ गु निस्किँदो रहेछ आफै हाँसेको चाकमा चाहिँ अहिलेसम्म अनि घिन लाग्यो मलाई तिनीहरूले हावा गहानेको यो चाहिँ होइन त्यो मलाई भिडियो पठाएको थियो कि एउटा त्यही भिडियोको कुरा गरे होला उसले होइन मेरो त लास्टै लभ स्टोरी चलेको नि दिदी ए खोसेर मेरो त अति गरेको नि यार पिट्यो कति पिट्यो उसलाई पनि पिट्यो मलाई पनि पिट्यो हाम्रो माया प्रेमै छुट्यो कति वर्षको थियो नि तिमीलाई लाने चाहिँ अर्को चाहिँ पहिलाको त्यो त 21 वर्षको थियो अनि तिमी 14 वर्षको नै 18 वर्षको म 14 के अरे 18 वर्ष पुगेको थिएन पुग्न लाग्यो म 15 वर्षको थिएँ 14 निरु बेबी खै आज अरे निरु बेबी माथि दाल भाग्दाखेरि पनि अब यस्तो के दिदी भाग्दाखेरि पनि अनि हात समातेर लुकुर लुकुर हिँड्ने त अनि बाटोमा देखेपछि मान्छेले देखेपछि एउटा न एउटाले भनिहाल्छ घरमा कसैको हात समातेर गएको भनेर भन्दैछ पछि त थाहा पाएर आयो बाउरामा आएर त पिटेर लग्यो मलाई त्यसले पनि पिटाइ खायो म त अहिले भेट्यो भने त मा कसम दिदी त्यो मान्छे भेट्यो भने फेरि छिक्छु मान्छे चिन्दैन अब भेट्यो भने चिन्दैन होला मलाई त चिन्दैन होला अब म अर्कै पाराको फेस भइसक्यो होइन पहिलाको जस्तो कहाँ हुन्छ त होइन 18 वर्षको भनेको त बच्चै हो नि त अनि म त्यतिखेर त सानो पातलो फेसै अर्कै थियो कस्तो अहिले मलाई चिन्दैन होला हामीले त्यो गाउँ छोडेको हाम्रो कति वर्ष भइसक्यो त्यो 18 वर्षको हुने बेलामा छोडेको त्यो गाउँ अनि त्यहाँदेखि गएकै छैन क्या हामीले नयाँ घर बनाएको नि त यता हेटौडामा रियाक्टरलाई लाइभतिर किन देख्दिन भनेको त लभ परेको भएर पनि नदेखेको आउँछ आजकल त्यही बिर्सिनलाई पूजा रिप्लाई गर न प्लिज भन्दैछ भाइ पूजा मलाई पकाउनु गएको मान्छे त्यो मुजी दुनियाँ लगेर बस्नु हुँदैन क्या मुजीहरू नाम के हो त्यो केटाको मम्रे यिनीहरू पटाहरू उहाँ चिक्ने नाम पनि पत्ता लगाउने हेर्न है मन पर्यो भने ओइ पूजा ओइ मम्मी मन पर्यो भने मन मिल्यो भने ठोक्ने हो हिँड्ने हो चिक्ने मनमा राखेर बस्ने होइन क्या मुजीहरू होइन त्यो केटाको नाम के हो भन्ने सोध्ने मान्छे गाउँकै जस्तो लाग्यो त्यही भएर प्रोफाइल चेक गर्न गएको यसले गएर सुनाइदियो भने बर्बाद फेरि अलिअलि कुरा त पुगेछ कि दिदी त्यो 14 वर्षको स्याउला ओछ्याएर चिकेको भन्ने कुराहरू पुगेछ क्या मा चिक्ने यस्तो गाह्रो भइरहेछ मलाई तिमीले पनि भनिरहेको थियो पहिला यही कुरा गर्थे नि त्यो पहिलाको रेकर्ड गरेको रहेछ कि त्यो रेकर्ड गरेर युट्युबमा हालेर तिमी आफै हाल्छ अरूलाई दुःख लाउँछ होइन त्यो त मैले हालेको होइन हो दिदी उनीहरूले हालेको के भन्छ आर्जुले पेट बोकेको छ अरे हो यिनीहरू सबैलाई थाहा रहेछ आज साँच्ची आजभोलि खोइ देख्दैन हो लाइभतिर के आउँदैन क्या पाउने भन्छ अब के त कसले भनेको नभए अब कहाँ त्यो बाहिर विदेशमा कुवेतमा घरमा काम गरेर पाउने हुन्छ नचाहिने थाहा छैन दिदी साँच्ची के हो रे भन्छ थाहा होइन हो भन्छ अब दुनियाँले नेपाल आउँछु भन्दै थियो त्यो आइज्यू है तिमीहरू पनि माछिन कुनै केटाहरू हिम्मत लिएर बोल्नै आँटै आउँदैन यिनीहरूको माछिन
मलाई त प्राइभेटमा लगेर लम लम टिकटकै बिर्सिने गरेर चिकोस् न। ल ल रमाइलो कुरा गर्नु। ओइ त भन्ने भए भन होइन तँ कहाँको हो, नत्र तैँले ब्लग हानिदिन्छ माछिनी मेरो गाउँको हो भने। यहाँ नआइज रेकर्ड गर्दै कुरा लाउँदै गरेछस् मान्छे। बाहिर भनेको कहाँ हो पूजा? तिमी बाहिर भनेको कहाँ हो? कता डुल्नु गयो? म म्याडमको सासूको घरमा आएको छु। यहाँ थुप्रो छ काम गर्ने केटीहरू। मैले जोक गरेको अरे ए सुत्ने हाउ सुत। के कसले जोक गरेको भनेको? त्यही केटाले के भन्छ नचाहिने नचाहिने गरे केटाकेटीहरू। ए ल ल ब्लग हान्छ भनेको पनि डराउँदो रहेछ फेरि। फेसबुक आइडी जोक गरेको भन्छ। म चिक्नेहरू कम्ता छैन। ओइ हेर न पुगो के रे मलाई त बिहानै उठेर फेसबुक आइडी गर्नु छ, मार्केट जानु छ यार। अनि त्यो अनि त्यो हल्ला चाहिँ कसरी बाहिर आयो त? साउले भुडी बोकायो भनेर हावा हावा केटाले हो, केटाले एउटा भेना भन्नेले। अनि कस्तो भित्रै झार्दिएको त त्यो सुरक्षित साँच्ची नै हो रे हो। अनि माल झर्छ नि दिदी, यहाँको बुढो मान्छेहरूको माल झरेपछि त मान्छे डाइरेक्ट बस्छ। अरे यो मगर सबुतले कति मलाई चुप्पा गरेको यार। फलो चाहिँ गरेको छैन, अनि तिमी मेरो नाम मात्रै लिकोली गरेर हुन्छ। फलो गर न मान्छे पनि। अब उसो भए आउँछ होला होइन त्यो आर्जु घुर्ने जान्छ अब। ओइ 7,000 पुगिसक्यो, 7,700। मलाई त होइन म अब आउने अब दिदी सुन्नु न, अब मैले जस्तै केटाहरूसँग लभ गर्यो भने, त्योसँग चिक्न लाग्यो भने, त्योसँग बे गर्यो भने त्यो केटाले मलाई अङ्गालो मारेर चिक्नु पर्दैन के, बरु मलाई नचिकोस् के बरु होइन। त्यसले चिक्न सक्दैन भने यसो के म त्यो नचिकमला पनि होइन। तर मलाई यस्तरी यो छ नि, यो हातमा यस्तरी टक्क मलाई यहाँ टक्क राख्ने मेरो घरि चुप्पा गर्ने के दिदी, घरि किस गर्दै माया गर्दै होइन। म टिकटक छोडिदिन्छु, फेसबुक सब छोडिदिन्छु क्या, मलाई त्यसरी माया गर्यो हो। साँच्ची भने सबै छोडिदिन्छु। अब यस्तो केटासँग बिहे गरेर गइसकेपछि त्यो मान्छेको कुरा पनि त सुन्नु पर्यो, आदेश सुन्नु परेन। तैँले चलाउनु हुँदैन, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन त चला नचलाउने होइन। लाइभमा नबस, भिडियो पोस्ट गर, यताउति चाहिँ गर। यस्तो गरे अङ्गालो मारेर राख्ने के। रियाक्टर पनि बाहिर गएको कति भएपछि लुगा लाउनु पर्दैन तिमीहरू? मुलाहरू कति बाहिर बस्छ यार, छुट्टीमा आऊ अनि जाऊ न। जतिखेर बाहिर बस्छ आइडी फ्याँकिरहेको छु मैले फेसबुक आइडी। तर जाडोमा माचिक्ने मलाई नचिकोस् है, मलाई त जाडोमा चलाएको मनै पर्दैन। युट्युब के जाडोमा होइन तिरहेको बेलामा घरि कोटाउँछ नि, मलाई पनि स्याउ मनै पर्दैन। आइजे चिकम भन्दै यता तान्ने उता तान्ने गर्छन् क्या जाडोमा फेरि गाह्रो हुन्छ। मलाई त सिक्सिक लगाएर आउँछ, चिसो हुन्छ फेरि गरिसकेपछि चिसो हुन्छ अरे। गरिसकेपछि फेरि नुहाउने बानी छ कि मेरो, फेरि मेरो पनि पछि मलाई नुहाउनु पर्छ। सरक्क नुहाउनु पर्छ जे। मलाई पनि चिसै पानीले भयो भने नुहाउँछु नि जाडोमा। चिकेपछि मलाई फेसबुकमा स्टारको अप्सनै खोल्दैन मुजी के भएको जताततै मलाई जुठो गरे हुन्छ चाटेर अनि नुहाउनु पर्यो। यो केटीहरूको काम छैन रे माचिक्ने मुर्दार। हामीले जस्तो पैसा कमाएर देखा न राडीको भान मादर साड काम नभए किन ब्ल्याङ्केट ओढेर तिक्छु रे दिदी। ब्ल्याङ्केट ओढेर पनि हावा आउँछ त, हावा आउँदाखेरि त मान्छेले चिसो
अब त्यो नचिक्दा पनि चिकेपछि त्यो म्याक्सी लगाएर लुगा माथि गरेर चिक्दैन होला है दिदी, पुरै लुगा खोलेर नाङ्गै बढाएर चिक्छ नि। हो नि ओइ फेसबुकमा आएछ है, फेसबुकमा अडाउँदा देखिन पुती के देखाएर नचिक्ने लाइकमा हेर्न बस्नुपर्छ, मजा आउँछ त। हिटर लगाएर चिक्छु रे। ऱ्यापटप सुते क्या सुत्नु सुत्नु, ए कोही तान्दिनँ म, सुत्नु सुतम यही लाइभमै सुतम। म त 1 महिना रौसी खाएर सुतेको, मलाई एक के भन्छ 8 बजे सुते, पोल्यो के यहाँ 1 बजे कपालले कुद्दो रहेछ। एउटा कहानी सुनेर अनि लाइभतिर यसो हेरेको तिमीहरू बसिरहेको रहेछ। मेरो त पुती नाङ्लो जत्रो छ माया चिक्ने। टाउकै खिच्छ। मलाई त के सोचेको, मेरो पुती सानो छैन, साँच्ची हो, ठुलै छ, चाक्लो छ, बाक्लो छ। म त सुतेँ है मुजी, अब जेसो गरेँ तँलाई व्हाट्सएप नम्बर पनि फ्याँक्दैछौ। अच्छा ट्यापट्यापै केही लागेको छैन नि, फेरि यो झऱ्यो भने त मेरो त बर्बाद हुन्छ, म पहिला बानेर आउँछु। बानेर आउँछु रे भन्छ। फेसबुक आइडी मैले लिङ्क सेयर गरिरहेको नाङ्गै छु थियो हो दिदी म। मेरो तल। नाइटी लाएर सुतेको फेसबुक आइडी तँलाई सेयर होइन गरिरहेको छु हो, ताउलिया हो के, नुहाएर आएर बानेर बसेको हो के। ए ओए मम तिमीलाई के अनि तौलिया आर्जुले भुडी बोका भन्छ के भन्छ अनि